म त्यस्तो व्यक्ति हुँ जसले धेरै कुरा सहन सक्छ। म मानिसहरूलाई नियालिरहन्छु, आफूलाई परिस्थिति अनुसार ढाल्छु र सकेसम्म अरूलाई बुझ्ने प्रयास गर्छु, किनकि मेरो जीवनमा जोडिने हरेक व्यक्तिलाई म साँच्चै धेरै महत्त्व दिन्छु। सायद त्यसैले म मानिसहरूलाई दिनुपर्ने भन्दा पनि बढी मौका दिन्छु। म अनावश्यक बहस भन्दा शान्ति रोज्ने मान्छे हुँ। त्यसैले विवाद बढाउनुको सट्टा मौन बस्न रुचाउँछु र सम्बन्धबाट भाग्नुको सट्टा त्यसलाई जोगाउने र सुधार्ने प्रयास गर्छु। तर हरेक कुराको एउटा सीमा हुन्छ र मेरो सहनशीलताको पनि एउटा सीमा छ। जब म त्यो सीमासम्म पुग्छु तब म न कुनै झगडा गर्छु, न कुनै गुनासो, न त कुनै लामो स्पष्टीकरण नै दिन्छु। त्यहाँ केवल एउटा गहिरो मौनता मात्र बाँकी रहन्छ। म कसैको पछि लाग्दिनँ, कसैसँग बिन्ती गर्दिनँ र कसैलाई मेरो जीवनमा बस्न बाध्य पनि पार्दिनँ। म एकदमै शान्तसँग एक कदम पछाडि हट्छु, मानौँ म उनीहरूको जीवनमा कहिल्यै थिइनँ। र साँचो कुरा भन्नुपर्दा यो मेरो रिस होइन, यो मेरो घमण्ड पनि होइन। यो त केवल त्यो पल हो जब मैले महसुस गरिसकेको हुन्छु कि मैले गर्न सक्ने सबै गरिसकेँ र अब मेरो तर्फबाट दिन बाँकी केही छैन।